के तपाईहरु क्लास 12 को अकाउन्टको क्याश फ्लो स्टेटमेन्टलाई बुझ्न चाहनुहुन्छ? के डाइरेक्ट मेथडबाट क्याश फ्लो स्टेटमेन्ट कसरी बनाइन्छ, कसरी बनाउने होला भन्ने तपाई दुविधामा हुनुहुन्छ? यसको लागि आज निम्बस ट्युसन सेन्टरले तपाईहरुलाई डाइरेक्ट क्याश फ्लो भनेर जो भन्छन् भाइ बहिनीहरूले, डाइरेक्ट मेथडबाट चाहिँ क्याश फ्लो कसरी बनाउने एकदमै इम्पोर्टेन्ट पोइन्टहरु सहित भएको मैले बुकबाट एउटा राम्रो क्वेशन लिएर आएको छु। आशा छ सबै भाइ बहिनीहरूले यो क्वेशनलाई राम्रोसँग बुझ्नुहुनेछ। के कुराहरु दिएको छ त त्यसलाई हामी सरसर्ती हेरौँ है त एकछिन। सगरमाथा कम्पनी लिमिटेड provides you the following comparative balance sheet भनेर भन्छ। यसमा हामीलाई सगरमाथा कम्पनीको 2 वर्षको हामीलाई कम्पेरेटिभ ब्यालेन्स सिट दिएको छ। क्यापिटल एन्ड लायबिलिटी साइडमा 2018 र 2019 सालको जानकारी, एसेट साइडमा पनि 18 र 19 सालको जानकारी दिएको छ। शेयर क्यापिटल भनेर पहिलो वर्षमा 5 लाख रुपैयाँ दिएको छ भने दोस्रो वर्षमा 6 लाख दिएको छ। यो शेयर क्यापिटल भन्ने पोइन्टलाई हामीले डाइरेक्ट मेथड हेर्नुस् त तल रिक्वायर्डमा क्याश फ्लो स्टेटमेन्ट अन्डर डाइरेक्ट मेथड। डाइरेक्ट मेथडबाट क्याश फ्लो स्टेटमेन्ट बनाउँदाखेरि शेयर क्यापिटललाई हामी 3 नम्बर यानी कि फाइनान्सिङ एक्टिभिटिजमा लेख्ने गर्छौं। कुन एक्टिभिटिजमा? फाइनान्सिङ एक्टिभिटिजमा। अनि शेयर प्रिमियम भन्ने पोइन्टलाई पनि हामी फाइनान्सिङ 3 नम्बर एक्टिभिटिजमा लेख्ने गर्छौं। डिबेन्चर 10% डिबेन्चर भनेर पहिलो वर्षको तुलनामा दोस्रो वर्ष घटेको छ, यसलाई पनि हामी फाइनान्सिङ एक्टिभिटिजमा लेख्छौं। क्रेडिटर भनेर पहिलो वर्ष भन्दा दोस्रो वर्षमा घटेको छ, डिक्रिज भएको छ। यो क्रेडिटर भन्ने पोइन्टलाई हामीले क्याश फ्लो स्टेटमेन्ट बनाउँदाखेरि सप्लायर वा क्रेडिटर भन्ने अपरेटिङ एक्टिभिटिजको बी नम्बर हेडिङ भित्र लेख्छौं। कुन एक्टिभिटिज भित्र? बी नम्बर क्याश पे टु सप्लायर भन्ने हेडिङमा लेख्छौं। आउटस्ट्यान्डिङ एक्सपेन्सेस भनेर पहिलो वर्ष भन्दा दोस्रो वर्षमा घटेको छ। आउटस्ट्यान्डिङ एक्सपेन्सेसलाई हामीले अपरेटिङ को सी क्याश पे टु एम्प्लोइ एन्ड अदर अपरेटिङ एक्सपेन्सेस भन्ने टपिक भित्र लेख्छौं। अनि रिटेन अर्निङ दिएको छ भाइ बहिनीहरु। क्याश फ्लो स्टेटमेन्टबाट हामीले डाइरेक्ट मेथडबाट हामीले यो क्याश फ्लो बनाउँदाखेरि रिटेन अर्निङको हामी रेकर्ड राख्दैनौं है त। यो त्यसमै रिटेन अर्निङ डाइरेक्ट मेथडबाट बनाउँदाखेरि रेकर्ड राखिदैन। अर्को छ मेसिनरी भनेर हेर्नुस् त एसेट साइडमा पहिलो वर्ष 6 लाख, दोस्रो वर्ष 8 लाख। अब मेसिनरीलाई इन्भेस्टिङ एक्टिभिटिजमा त लेखिन्छ, तर यदि एउटै पोइन्टको बारेमा ब्यालेन्स सिटमा पनि दिएको छ अनि त्यही पोइन्टको बारेमा एडिसनल इन्फर्मेसनमा पनि दिएको छ भने हामीले एडिसनल इन्फर्मेसनमा दिएको पोइन्टको मात्रै रेकर्ड राख्छौं। अहिले मेसिनरी भनेर सुरुको वर्ष 6 लाख, अर्को वर्ष 8 लाख रुपैयाँ दिएको छ। अनि एडिसनल इन्फर्मेसन नम्बर 4 मा हेर्नुस् त त्यही मेसिनरी परचेज द 3 लाख अनि मेसिनरी ह्याभिङ बुक भ्यालु ₹20,000 वेयर सोल्ड फर ₹30,000। यो मेसिनरी परचेज गर्यो, मेसिनरीलाई सोल्ड गर्यो भनेर तल पनि दिएको छ अनि ब्यालेन्स सिटमा पनि दिएको छ। यदि यो मेसिनरीलाई एसेट साइडमा पनि दिएको छ, एडिसनल इन्फर्मेसनमा तल पनि दिएको छ भने यो तल दिएकोलाई लेख्छौं, यो एसेट साइडमा दिएकोलाई हामी रेकर्ड राख्दैनौं। दुई ठाउँमा दिएको छ भने एडिसनलमा दिएकोलाई मात्रै लेख्ने, यहाँ ब्यालेन्स सिटमा दिएकोलाई नलेख्ने, इग्नोर गर्दिने। अनि इन्भेन्टरी भनेर दिएको छ, इन्भेन्टरी भन्नु र क्लोजिङ स्टक भन्नु एउटै हो। योलाई हामी क्याश पे टु सप्लायर भन्ने बी नम्बर हेडिङ भित्र लेख्छौं। डेप्टरलाई ए नम्बर हेडिङ कस्टमर हेडिङमा लेख्छौं। बिल्स रिसिभेबल पनि त्यही ए नम्बरमै जान्छ। क्याश भनेको लास्टमा सबै एक्टिभिटिजको आन्सर निकालिसकेपछि ओपनिङ क्याशलाई जोड्ने, क्लोजिङ क्याशलाई आन्सर कति आउँछ भनेर कम्प्यारिजन गर्नलाई दिएको हो।
अब जाउँ एडिसनल इन्फर्मेसनमा दिएको कुराहरू। अलिअलि घरमा आफूले पनि मेहनत गर्नु पर्यो है। सेल्स फर द इयर भनेर भन्छ, सेल्स भनेर दिएको छ। योलाई हामीले कस्टमर भन्ने ए नम्बर हेडिङमा लेख्छौँ अपरेटिङ एक्टिभिटिजको। अनि कस्ट अफ गुड्स सोल्ड भनेर 3,50,000 दिएको छ। कस्ट अफ गुड्स सोल्डलाई हामीले सप्लायर भन्ने बी नम्बर हेडिङभित्र लेख्छौँ। अपरेटिङ एक्सपेन्सेस इन्क्लुडिङ प्रिमियम, यो खाली झुक्क्याउनुको लागि दिएको। जो अपरेटिङ खर्च छ त्यसमा इन्सुरेन्स प्रिमियम पनि जोडिएर 1 लाख रुपैयाँ दिएको छ। यानी कि अपरेटिङ एक्सपेन्सेस इन्सुरेन्स भने एउटै हो। यो 1 लाख रुपैयाँ जो अपरेटिङ खर्च छ योलाई हामीले सी नम्बरमा क्याश पेड टु इम्प्लोइ एन्ड अदर अपरेटिङ एक्सपेन्सेस भन्ने सी नम्बर हेडिङमा लेख्छौँ। अनि मेसिनरी पर्चेज गर्यो भने छ योलाई हामीले 2 नम्बर यानी कि क्याश फ्लो फ्रम इन्भेस्टिङ एक्टिभिटिज भन्ने टपिकभित्र लेख्छौँ। अनि मेसिनरी ह्याभिङ बुक भ्यालु रुपिस 20,000, मेसिनरीको बुक भ्यालु भनेको कति मूल्य छ बाँकी रहेको 20,000। यो 20,000 मूल्य बाँकी रहेको मेसिनलाई वेयर सोल्ड फर 30,000 भन्छ। 20,000 मूल्य बाँकी रहेको मेसिनलाई 30,000 मा बेचियो भनेको 10,000 प्रॉफिटमा बेचियो। हामीले कहिल्यै पनि डाइरेक्ट मेथडबाट हिसाब बनाउँदाखेरि भाइ बहिनीहरू जति रुपैयाँमा सोल्ड गरेको हो जति रुपैयाँमा बेचेको हो हामीले त्यतिकै नै लेख्छौँ। सरी 20,000 बुक भ्यालु 20,000 मूल्य भएको मेसिनलाई कतिमा बेच्यो भनेर भनेको छ त 30,000 मा। भने यो 30,000 रुपैयाँलाई हामीले इन्भेस्टिङ एक्टिभिटिजमा सोल्ड गरेको भनेर लेख्ने। कसलाई लेख्ने? योलाई, यो 20,000 लाई नलेख्ने। 20,000 मूल्यवालालाई 30,000 मा बेच्यो भनेको छ। जति रुपैयाँमा बेचेको हो त्यति रुपैयाँ नै लेख्ने। अब यसरी मेसिनरी किन्यो मेसिनरी बेच्यो भनेर दिएको छ भने यी एसेट्सहरूलाई कहाँ लेख्छौँ हामी? इन्भेस्टिङ एक्टिभिटिजमा। डिभिडेन्ड पेड भनेर भनेको छ। डिभिडेन्ड दिएको कुरालाई हामी फाइनान्सिङ एक्टिभिटिज यानी कि 3 नम्बर एक्टिभिटिजमा के गर्छौँ? लेख्छौँ। लास्टमा डिबेन्चर वेयर रिडिम, डिबेन्चरलाई फिर्ता गरिएको थियो विथ प्रिमियम अफ रुपिस 10,000। डिबेन्चरलाई रिडम्सन गर्दा रिटर्न गर्दाखेरि केमा फिर्ता गरेको रहेछ त? प्रिमियममा 10,000। योलाई पनि हामी कहाँ लेख्छौँ? फाइनान्सिङ एक्टिभिटिजमा। कहाँ? फाइनान्सिङ एक्टिभिटिजमा माइनसमा लेख्छौँ। अब यो क्याश फ्लो स्टेटमेन्ट बनाउँदाखेरि हामीले नियमहरू अलिअलि बुझेकै हुनुपर्छ। सबै भाइ बहिनीहरूले बारको तयारी गरिराख्नु भएकोले आम्दानीका जति पनि इन्कमका पोइन्टहरू छन् इन्कम सबै हामीले प्लसमा लेख्छौँ। एक्सपेन्सेसका खर्च भएका पोइन्टहरूको पैसालाई माइनसमा लेख्छौँ। अनि एसेट्स लायबिलिटिजका पोइन्टहरू छन् नि दिएको हो 2-2 वर्षको तुलना गर्नको लागि दिएको छ। पहिलो वर्ष भन्दा अर्को वर्ष बढ्यो कि पहिलो वर्ष भन्दा अर्को वर्ष घट्यो कि के भयो त? त्यो इन्क्रिज डिक्रिज भनेर लेख्नको लागि दिएको छ कम्प्यारेटिभ ब्यालेन्स सिट। यदि कुनै पनि एसेट्स बढ्यो भने क्याश घट्छ भनेर बुझ्नु पर्यो। यदि एसेट्स घट्यो भने क्याश के हुन्छ? बढ्छ। देयर इज इन्भर्स रिलेसनशिप बिट्विन एसेट्स एन्ड क्याश। त्यसै गरी लायबिलिटिज बढ्दा क्याश पनि बढ्छ, लायबिलिटिज यदि घटेको छ भने क्याश पनि घट्छ। यदि कुरालाई बुझ्नु पर्यो। यदि भइसकेपछि सबै भाइ बहिनीहरूले योलाई सल्भ गरेको कुरा हेर्नुभन्दा पहिले मेरो एउटा रिक्वेस्ट छ, सबै भाइ बहिनीहरूले भिडियोलाई एकचोटि फेरि ब्याक गरेर सुरुबाट मैले सम्झाएको बुझाएको कुरालाई क्वेसनलाई राम्रोसँग हेर्नु होला। त्यसपछि मात्रै हामी सल्भ गरेको कुरालाई राम्रोसँग बुझ्न सक्नेछौँ है। ल अब हामीले क्याश फ्लो स्टेटमेन्ट डाइरेक्ट मेथडबाट बनाउँदाखेरि सबैभन्दा पहिलो एक्टिभिटिज हाम्रो के हो त भाइ बहिनीहरू? क्याश फ्लो फ्रम अपरेटिङ एक्टिभिटिज। यो अपरेटिङ एक्टिभिटिजमा हाम्रो अलग अलग ABCDEF गर्दै 5-6 वटा हेडिङहरू हुन्छन्। यो अपरेटिङ एक्टिभिटिजको पहिलो हेडिङ भनेको क्याश कलेक्सन फ्रम कस्टमर्स। क्वेसनमा जे कुराहरू अघि हामीले टिक लगायौँ जे कुराहरू लेख्ने भनेर भनेछौँ ती कुराहरूलाई हामी यहाँ रेकर्ड राख्छौँ। यो क्याश कलेक्सन फ्रम कस्टमरमा सबभन्दा
एडिसनल इन्फर्मेसनमा दिएको सेल्स लेख्छौँ। के लेख्छौँ रे हामी? सेल्स लेख्छौँ। सेल्स हामीलाई कति दिएको छ? 6 लाख रुपैयाँ। माल सामान बेच्नु भनेको आम्दानी हो। आम्दानीलाई हामीले केमा लेख्ने? प्लसमा। त्यसै गरेर हाम्रो डेप्टर चाहिँ डिक्रिज भएको छ भाइ बहिनीहरू 20,000 ले। डेप्टर घटेको छ भने त्यसलाई हामीले डिक्रिज इन डेप्टर्स भनेर चाहिँ लेखिदिने है त। डेप्टर हाम्रो 20,000 घटेको छ। यो डेप्टर भनेको त एसेट साइडमा दिएको पोइन्ट हो। एसेट्स घट्यो भने क्यास चाहिँ के हुन्छ? बढ्छ, प्लसमा लेख्ने। यसै गरी हामीलाई बिल्स रिसिभेबल पनि दिएको छ एसेट साइडमा, हेर्नु होला। बिल्स रिसिभेबल घटेको छ, योलाई पनि डिक्रिज इन बिल्स रिसिभेबल भनेर चाहिँ हामी लेखिदियौँ। बिल्स रिसिभेबल भाइ बहिनीहरू हाम्रो 30,000 रुपैयाँले घटेको छ। बिल्स रिसिभेबल भनेको पनि एसेट्स हो, पाउनु पर्ने पैसा। यो पनि एसेट्सको पोइन्ट। एसेट्सको पैसा घट्यो भने क्यास चाहिँ बढ्छ, हामीले प्लसमा लेख्ने। यो हेडिङ भित्र हामीले अघि टिक लगाएको मध्ये एउटा सेल्स, एउटा डेप्टर, एउटा बिल्स रिसिभेबल, 3 वटा पोइन्टहरु मात्रै हामीलाई दिएको छ। योलाई हामीले जोडेर लेख्दियौ। यो भयो 6,50,000, सबै प्लसमा छ, जोडियो है त। यसै गरी बी नम्बर हेडिङ क्याश पेड टु सप्लायर्स, योलाई क्याश पेड टु क्रेडिटर भनेर पनि लेख्न सकिन्छ। यसमा जाने पोइन्ट पहिलो रहेको छ एडिसनल इन्फर्मेसनमा कस्ट अफ गुड्स सोल्ड। कस्ट अफ गुड्स सोल्ड भनेको हाम्रो लागि खर्च हो भाइ बहिनीहरू है त। कस्ट अफ गुड्स सोल्ड भन्ने खर्च हो, खर्चलाई हामीले केमा लेख्ने? माइनसमा। यसै गरी इन्भेन्टरी भनेर एसेट साइडमा दिएको छ। इन्भेन्टरी चाहिँ हाम्रो 50,000 रुपैयाँले बढेको छ। इन्भेन्टरी भनेको क्लोजिङ स्टक है त। योलाई यही लेख्छौँ नि हामीले, इन्क्रिज इन इन्भेन्टरी। पहिलो वर्ष भन्दा दोस्रो वर्षमा यो इन्भेन्टरी कतिले बढेको छ? 50,000। इन्भेन्टरी भनेको एसेट्स हो। एसेट्स बढ्यो भने क्यास चाहिँ के हुन्छ? घट्छ। क्यास घट्छ भने केमा लेख्ने? माइनसमा। यसै गरी भाइ बहिनीहरू हामीलाई लायबिलिटी साइडमा क्रेडिटर भन्ने पोइन्ट पनि दिएको छ यहाँ लेख्नको लागि। क्रेडिटर हाम्रो घटेको छ। क्रेडिटर पहिलो वर्ष भन्दा अर्को वर्ष घटेको छ भने डिक्रिज इन क्रेडिटर्स भनेर लेख्नु पर्यो 10,000। यो लायबिलिटी साइडमा दिएको लायबिलिटीजको पोइन्ट हो। यदि लायबिलिटीज घट्यो भने हाम्रो क्यास पनि के हुन्छ? घट्छ। लायबिलिटीज घट्यो भने क्यास पनि घट्छ, बढ्यो भने बढ्छ। अहिले हाम्रो क्रेडिटर भन्ने लायबिलिटीज घटेको छ भने हाम्रो क्यास पनि के हुन्छ? घट्छ। यसमा जाने पोइन्ट पनि यतिकै दिएको छ हामीलाई। यसलाई हामीले टोटलिङ गरिदियो भने 4,10,000 भयो, माइनसमा है त, सबै माइनसमा छ। यसै गरी सी नम्बर हेडिङ क्याश पेड टु एम्प्लोइ, क्याश पेड टु एम्प्लोइ एन्ड अदर अपरेटिङ एक्सपेन्सेस, अदर अपरेटिङ एक्सपेन्सेस भनेर है त। कर्मचारीलाई दिएको स्यालेरी त्योदेखि लिएर अन्य अपरेटिङ खर्च लेख्छौँ। अहिले हाम्रो एडिसनल इन्फर्मेसन नम्बर 3 मा के भनेको छ? अपरेटिङ एक्सपेन्सेस इन्क्लुडिङ इन्स्योरेन्स 1 लाख। योलाई चाहिँ लेख्नु पर्यो अपरेटिङ एक्सपेन्सेस। अपरेटिङ एक्सपेन्सेस भनेर कति दिएको छ? 1 लाख। खर्च हो, खर्चलाई हामीले केमा लेख्छौँ रे? माइनसमा। यसै गरी भाइ बहिनीहरू लायबिलिटी साइडमा आउटस्ट्यान्डिङ एक्सपेन्सेस भन्ने पोइन्ट दिएको छ, तिर्न बाँकी दिन बाँकी खर्च। यो आउटस्ट्यान्डिङ एक्सपेन्सेसको पैसा पहिलो वर्षको कम्पेरिजनमा दोस्रो वर्ष इन्क्रिज भएको छ भने त्यसलाई इन्क्रिज इन आउटस्ट्यान्डिङ एक्सपेन्सेस भन्ने। कतिले बढेको छ? 50,000। यो आउटस्ट्यान्डिङ एक्सपेन्सेस भनेको लायबिलिटीजमा दिएको पोइन्ट हो। यो त लायबिलिटीज हो। यदि आउटस्ट्यान्डिङ एक्सपेन्सेस भन्ने लायबिलिटीज बढ्यो भने क्यास पनि बढ्छ। यसलाई प्लसमै लेखिदिने। अब यो -1 लाखमा +1 लाख गर्दा -50,000 बच्यो।
माइनस 1 लाखबाट प्लस 50 गर्दा। अनि डी नम्बर हेडिङ भनेको क्यास यो के रे हाम्रो सरी पेमेन्ट अफ इन्ट्रेस्ट। यदि इन्ट्रेस्ट दियो भनेर भनेको छ, इन्ट्रेस्ट अन डिबेन्चर भन्यो भने त्यसलाई डी नम्बरमा लेख्ने। ई नम्बरमा पेमेन्ट अफ ट्याक्स, यदि ट्याक्स पेड भनेको छ भने लेख्छौँ। अदर इन्कम भन्ने हेडिङमा अदर इन्कमहरू पाएको लेख्छौँ। अहिले हाम्रो क्वेसनमा हेर्दा इन्ट्रेस्ट पनि दिएको छैन, ट्याक्स पनि दिएको छैन, अदर इन्कम पनि दिएको छैन भने अपरेटिङ एक्टिभिटिजको अहिले ए नम्बर, बी नम्बर र सी नम्बरमा लेखिने पोइन्टहरू मात्रै दिएको छ। यस्तो अवस्थामा ए नम्बरको आन्सर यो 6.5 लाख, बी नम्बरको आन्सर -4,10,000, सी नम्बरको आन्सर -50,000। यति कुरालाई टोटल गरेर लेख्नु भनेको, जोडेर लेख्नु भनेको अपरेटिङ एक्टिभिटिजको आन्सर हो। के को आन्सर आउँछ? अपरेटिङ एक्टिभिटिजको। म त्यही कुरा लेख्न गइरहेको छु भाइ बहिनीहरू। नेट क्यास फ्लो फ्रम operating activities A plus B plus C। यो सबैलाई जोड घटाउ गर्दाखेरि हाम्रो अपरेटिङ एक्टिभिटिजको आन्सर 1,90,000 मात्रै बच्यो। प्लसमा कति बच्यो? 1,90,000। यसै गरी अब दोस्रो एक्टिभिटिजलाई लेखौँ। दोस्रो भने कुन एक्टिभिटिज हो त हाम्रो? यतातिर लेखिदिन्छु म, इन्भेस्टिङ। क्यास फ्लो फ्रम इन्भेस्टिङ एक्टिभिटिज। इन्भेस्टिङ एक्टिभिटिजमा कुनै पनि फिक्स एसेट्सहरू, प्लान्ट, मेसिन, ल्यान्ड, बिल्डिङ, फर्निचर, कम्प्युटर, इक्विपमेन्ट, इन्भेस्टमेन्ट यस्ता कुराहरू किनेको, बेचेको भनेर दिएको छ भने त्यसलाई लेख्छौँ। अहिले हाम्रो क्वेसनमा अघि हेर्दाखेरि भाइ बहिनीहरू एडिसनल इन्फर्मेसनमा के भनेको छ? मेसिनरीलाई पर्चेस पनि गरेको छ, मेसिनरीलाई सोल्ड गरेको पनि छ भने त्यो मेसिन किनेको र बेचेको कुरालाई हामीले यहाँ के गर्नु पर्यो? लेख्नु पर्यो। त्यसलाई पर्चेज अफ मेसिनरी भनेर एडिसनलमा दिएकोलाई लेख्ने। पर्चेज अफ मेसिनरी। कति लाख रुपियाँको मेसिनरी किनेको? 3 लाख। अब मेसिनरी किन्नु भनेको त हाम्रो पैसा त खर्च हुनु हो। मेसिन किन्यो भने हाम्रो पैसा त बाहिर गयो, खर्च भयो। त्यसैले मेसिन किनेको खर्च, लगानी गरेको पैसाले क्यास घटायो, योलाई माइनसमा लेख्ने। यसै गरी 20,000 रुपियाँ बुक भ्यालु भएको मेसिन 30,000 मा बेच्यो भनेको छ। हामीले जति रुपियाँमा बेचेको त्यति लेख्ने। सेल अफ मेसिनरी। कति रुपियाँमा मेसिनरी सोल्ड गर्यो? 30,000। अब 30,000 रुपियाँमा मेसिन बेच्यो भने हाम्रो क्यास 30,000 त बढ्यो। त्यो मेसिन बेच्दाखेरि जुन क्यास बढेको छ त्यो क्यास बढ्यो भने केमा लेख्ने? प्लस। अरु कुरा यहाँ केही पनि दिएको छैन भने योलाई नै हामीले टोटलिङ गरेर लेख्दियौ। नेट क्यास फ्लो फ्रम इन्भेस्टिङ एक्टिभिटिज है त। ल अब यो माइनसमा छ, यो प्लसमा छ भने टोटल गर्दा माइनसको 2,70,000 बाँकी रह्यो। इन्भेस्टिङ सकिसके पछाडि अब क्यास फ्लो कुन एक्टिभिटिजबाट आउँछ? फ्रम फाइनान्सिङ एक्टिभिटिज। फाइनान्सिङ एक्टिभिटिज है त। फाइनान्सिङ एक्टिभिटिजमा जाने भनेको हामीले लायबिलिटी साइडमा लेखेको पोइन्ट अघि भनेका थियौँ। शेयर क्यापिटल, शेयर प्रिमियम, डिबेन्चर, त्यसै गरी एडिसनलमा दिएको डिभिडेन्ड पेड अनि रिडम्सन गर्दाखेरिको प्रिमियम डिबेन्चरको। सबभन्दा पहिले लायबिलिटी साइडमा शेयर क्यापिटल सुरुको वर्षको कम्प्यारिजनमा अर्को वर्ष बढेको छ। शेयर क्यापिटल बढेको छ भने त्यसलाई इस्यु अफ शेयर क्यापिटल भनेर लेखिदिने। कतिले शेयर क्यापिटल बढेको छ? हाम्रो 1 लाख रुपियाँले। अब यो लायबिलिटी साइडको पोइन्ट हो। शेयर क्यापिटल बढ्यो भनेको मतलब क्यास पनि बढ्यो। शेयर प्रिमियम पनि हाम्रो बढेको छ। इन्क्रिज इन
सेयर प्रिमियम 10,000 रुपैयाँले बढेको छ, लाइबिलिटी साइडको पैसा बढ्यो भने क्यास पनि बढ्छ। यसै गरी डिबेन्चरको पैसा घटेको छ, रिडम्सन अफ डिबेन्चर कति रुपैयाँले घटेको छ, माथि हेर्दा 50,000 रुपैयाँले घटेको छ। डिबेन्चर भनेको लाइबिलिटिज घट्यो भने क्यास पनि घट्छ, माइनसमा लेख्ने। अनि एडिसनल इन्फर्मेसनमा प्रिमियम अन रिडम्सन अफ डिबेन्चर कति दिएको छ, 10,000। डिबेन्चरलाई रिडम्सन गर्दाखेरि फिर्ता गर्दाखेरिको प्रिमियम, डिबेन्चरलाई फिर्ता गर्दा प्रिमियममा फिर्ता गर्नु भनेको क्यास घट्नु हो, क्यास घट्यो भने केमा लेख्ने, माइनसमा। यहाँनिर तपाईहरुले डिबेन्चरको पैसा जो 50,000 घटेको छ नि माथि लाइबिलिटिजमा, त्यो घटेको 50,000 मा यो प्रिमियमलाई सँगै जोडेर 60,000 माइनसमा लेखे पनि हुन्छ वा अलग अलगै लेख्दा नि फरक परेन है त। त्यसै गरी एडिसनलमा लास्ट पोइन्ट डिभिडेन्ड पेड दिएको छ। डिभिडेन्ड दिनु, लाभांश दिनु भनेको खर्च हो। डिभिडेन्ड दिएको खर्चलाई पनि केमा लेख्ने, माइनसमा 20,000 खर्चलाई माइनस। यति कुरा लेखिसकेपछि शेयर क्यापिटल, प्रिमियम, डिबेन्चर फिर्ता गर्दाखेरिको डिबेन्चरको प्रिमियम, डिभिडेन्ड पेड प्लस प्लस वालाबाट माइनस वालालाई के गर्ने, घटाउने। प्लस वालाबाट माइनस वालालाई घटाउँदाखेरि हाम्रो कति आउँछ, 1,10,000 यो भयो 50, 60, 20, 80। 1,10,000 मा 80 घट्यो 30,000 बच्यो है त, प्लसको 30,000 बच्यो। यो भनेको कसको आन्सर हो, फाइनान्सिङ नेट क्याश फ्लो फ्रम फाइनान्सिङ एक्टिभिटीज। अब अपरेटिङ एक्टिभिटीज को आन्सर पनि आइसक्यो, हेर्नुस् त भाइ बहिनीहरु, 1,90,000। इन्भेस्टिङ एक्टिभिटीज को आन्सर पनि 2,70,000 आइसक्यो। अनि फाइनान्सिङ को आन्सर पनि 30,000 आइसक्यो। तीनवटै एक्टिभिटीज को आन्सर आइसकेपछि तीनवटै एक्टिभिटीजलाई हामीले जोडेर लेख्ने। के गर्दिने, अब तीनै एक्टिभिटीज को आन्सर जोड्ने। नेट चेन्जेस इन क्याश वा क्याश इक्विभ्यालेन्ट भनेर पनि लेख्ने चलन छ है त। नेट चेन्जेस इन क्याश और क्याश इक्विभ्यालेन्ट। कसरी आउँछ, 1 नम्बर अपरेटिङ, 2 नम्बर इन्भेस्टिङ, 3 नम्बर फाइनान्सिङ। तीनैलाई जोड्यो भने तीनै एक्टिभिटीजलाई जोड्दाखेरि -50,000 आउँछ। यसमा अब के गर्ने, सबै एक्टिभिटीजको आन्सरलाई जोडिसकेपछि एड ओपनिङ क्याश ब्यालेन्स। ओपनिङ क्याश ब्यालेन्स भनेको क्वेशनमा दिएको सुरुको क्याश ब्यालेन्सलाई, ब्यालेन्स शीटको एसेट साइडमा सुरुको वर्षमा दिएको क्याश ब्यालेन्सलाई के गर्ने, जोड्ने। क्वेशनमा हेर्दा सुरुको वर्षको क्याश ब्यालेन्स 1,00,000 रुपैयाँ दिएको छ। अब यो तीनवटै एक्टिभिटीजको आन्सर जो जोडेर निकाल्यौं -50,000, त्यसमा सुरुको वर्षको क्वेशनमा दिएको क्याश 1,00,000 लाई जोड्यो भने क्लोजिङ क्याश ब्यालेन्स भनेर आउँछ। -50,000 मा 1,00,000 जोड्नु भनेको प्लसबाट माइनस त काटिन्छ, यसरी घटेर चाहिँ प्लसको 50,000 बाँकी रह्यो। यसरी लास्टमा हामीले निकालेको क्लोजिङ क्याश ब्यालेन्स र क्वेशनमा दिएको दोस्रो वर्षको क्याशको पैसा के हुनुपर्छ, बराबर। आशा छ सबै भाइ बहिनीहरूलाई जो 12 क्लासको बोर्ड एक्जामको तयारी गरिराख्नु भएको छ सबैको लागि यो भिडियोले पक्कै पनि सहयोग गर्नेछ। जति सक्दो आफू जस्तै परीक्षाको तयारीमा रहेका सम्पूर्ण आफ्ना साथीभाइहरूलाई पनि हाम्रो भिडियो शेयर गरिदिनु होला, जसले गर्दा सबै भाइ बहिनीहरूले एक्जामको तयारीमा चाहिँ सहयोग पाउनेछन् भन्ने विश्वास छ।